virar homem, porra. हेलो गाइज, नमस्कार सबैजनालाई। आज चाहिँ हाम्रो बुढाबुढी मुक्बाङ गर्न जाँदैछौँ। मुक्बाङमा चाहिँ हामीले यो कोरियन 2x नुडल्स, अनि यो अन्डा, अनि मोमो, अनि साथै यहाँ स्यालेड पनि छ हाम्रो। चिसो पनि छ कोक पनि छ। अब सुरु गरौँ। अब यति भन्दै हामी चाहिँ हाम्रो मुक्बाङ सुरु गर्न जाँदैछौँ। पहिला अनि यो चाहिँ हाम्रो बुढाबुढीको फर्स्ट मुक्बाङ हो। सो सुरु गरौँ मोमोबाट। अन्तिमसम्म हेरेर साथ दिनु होला। ल अन्त खाना हतार बिस्कुट मेरो बुढोलाई चाहिँ चेस गरौँ न, चेस चेस। ल चेयर्स। ल हल्का भइजा। यो चाहिँ हामीले घरमै बनाएको मोमो हो है। तातै छ। किन अप्ठ्यारो तपाईँलाई? ठिक छ। चाहिँ अप्ठ्यारो तपाईँ मिठो पनि लुचाउँछ पनि फर्स्ट बाइट। प्याज हाल्नु पऱ्यो। मैले चौचौ र प्याज चपाउँदा चाहिँ एकदमै मिठो लाग्छ। खतरा भएछ। ऱ्याप गरेर खानु पर्यो साथमा। पिरो चौचौ र यो साग ऱ्याप गरेर खाँदा चाहिँ एकदमै मिठो हुन्छ है साथीहरू। बिर्सेछ। मोमो साह्रै मिठो छ घरमा बनाएको। कसलाई यस्तो हुन्छ साथीहरू, खाने बेला यस्तो पिरो खाने बेला सिगान आउने। मलाई चाहिँ एकदमै पिरो खायो भने सिगान आउँछ। फोरी चाहिँ नभन्नु होला। यो अन्डाको यो एक योगसँग मजाले यसरी घुमाएर सरप्पा। खानु ऱ्याप गरेर खानु पर्यो। ऱ्याप गरेर मिठो। मोमो त मेरो मात्रै सबैको फेभरेट होला। मोमो त सबै नेपालीको फेभरेट हो नि त मोमो त।
प्याज तपाईँलाई प्याज चाहिन्छ मिठो है कस्तो मलाई चिकन बनाएर हो यो बिग मोमोहरू खानु न त्यो बफो सक्दैन नि खाएर होला सक्दैन नि किन खाएँ है त चौधवटा साग नखाने साग किन नमिठो सरी किन बिग बाइट अब मैले अर्डर हो दुइटै सेलाउँदै मिठो हुने कि मोमो पनि सेलाउँदा मिठो हुँदैन सजाउ पनि सेलाउँदा मिठै हुन्छ के हो मलाई बलिङ लाग्छ अब के छ खानु बिस्तारै डबल ल्याब गरेर है कि सिङ्गल ल्याब हो सिङ्गल ल्याबलाई चाहिँ फुटेछ भाइ त्यो आज के भयो मोमो फुटेछ सरी Tissue.
पानी खाँदै उल्याएर सक्यो त मैले मेरो सक्यो अब सकाउन सकेन बुढी होइन बनाउँदै सकाएँ सक्छु पनि सकेन कच्चा भात अन्डा हेर्नु होला हेर्नु होला बनाएर मोमो धेरै खाएको होला मान पुग्यो एक पिस मोमो चाहिँ खान्छु नि खानु त। यतै राखौँ ल यसमा चाहिँ मुखबाङ गर्नु मन खानै नसक्ने मान्छे सरी बाबले के साड्यो हामी है के पुग्यो यो नि खानु त मोमो पुग्यो बाफ्रे अचार त खानु पुग्दै गएपछि नुन पनि चर्को अलिक तितो तितो हेर्नुहोस् हो त्यही भएर सकेन त्यो सक्छौ अनि यो भोलि खाउँला भोलि खाउँ भोलि गाह्रो भयो यो एउटा लास्ट कति पनि नखाने माइन्ड आयो खायो कि चलो खाऊ न एक चम्चा मात्र यो प्याज खानुलाई भयो अब सक्यो भाइ अब सक्यो भनेर हाँ मालिक थोड़ा सी गल्ती होगा ना भएको साथी हो सक्दै सकेन के गर्नु हाँ मालिक बाबा भयो ल हाँ मालिक थोड़ा सी गल्ती होगा ना चौचो सकिएन अब भोलि खाउँला आजले यस्तै यस्तै भयो यो वापस सघाउने मान्छे हो म आजलाई चाहिँ बिदा हुन्छु बाई बाई के भन्नु छ यतिमै इन गर्न चाहन्छौँ मेरो बुढाले चाहिँ अघि चाहिँ यतिले पनि पुग्दैन होला मलाई भन्नुभएको थियो र अहिले चाहिँ यहाँ चाउचाउ यति थोड़ा मिस्टेक होगा छोड्नु भएको छ अब यति भन्दै हाम्रो यो मुखबाङ यहीँ इन्ड गर्न चाहन्छौँ हस् त धन्यवाद सलाम ठोके भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो कमेन्ट गर्नु होला र साथै हाम्रो विकासता युट्युब च्यानललाई सब्स्क्राइब अनि लाइक गरिदिनु होला